एउटा आउटलाइन त बनाएर प्रकाशन गर्न त सकियो नि। अध्यादेश ल्याउनु चाहिँ राष्ट्रपतिले मान्दैन। के भनेछ त्यो कुरा? राष्ट्रपतिले त मान्नु पर्यो नि त। राष्ट्रपतिले मानेन भन्दा फेरि यो त जनताको सरकार कसरी भयो त? राष्ट्रपतिले कसरी मान्नु पर्यो? अहिलेसम्म मैले बुझेअनुसार मान्दैनन् राष्ट्रपतिले भन्ने छ। त्यो मानेन भन्दा फेरि जनता फेरि ओर्लिन्छ नि त फेरि ग्राउन्डमा त। त्यो चाहिँ अध्यादेश तयार गर्नु पर्यो। राम्रो कुराको लागि उसले त अध्यादेश पास गरिदिनु पर्यो। त्यो कुरा चाहिँ प्रधानमन्त्रीसँग कुरा हो अहिले होइन। राम्रो कुरामा होइन त्यो पोलिटिकल कुराको अध्यादेश पास नगरेर शिक्षा सुधार स्वास्थ्य सुधार हुन्छ नि त हो। यस्तो कुराहरूमा त मान्नु पर्यो भनेर प्रधानमन्त्रीलाई मन्त्रीलाई भनेर उसलाई चाहिँ के अरे राष्ट्रपतिलाई मनाउनु पर्यो। राष्ट्रपति अनि दबाब पनि दिनु पर्यो। किनभने अरू कुरामा पोलिटिकल गन्दा आउने कुराहरूमा अध्यादेश नल्याओस् कि ठिक छ हामी पनि मान्छौँ। तर अब शिक्षामा सुधार गर्नु पर्यो होइन। अहिलेको अब भावी सन्ततिहरूलाई बनाउनु पर्यो। स्वास्थ्यमा अब स्वास्थ्यको समस्या छ कुनै, अब त्यो स्वास्थ्यमा सुधार गर्नु पर्यो। एउटा क्रान्तिकारी कदम चाल्नु चाह्यो हामीले।